नमस्ते एभ्रिवान। हाम्रो अब 2026 को वेलकम चाहिँ हाम्रो चिबाबाट हुनेछ, चिबाको फुनाबसी रेस्ट्राकबाट है। र त्यसको लागि हामीले यो अनलाइनबाट टिकट हेरेर लाइभ सो कहाँ हुँदो रहेछ सर्च गरेर ड्रोन सो होस्टेज बाई रेड क्लिफको यो पेज हेरेर हामीले लाइभ पकेटबाट टिकट पर्चेस गरेको छौँ। यो चाहिँ 22 बजीबाट चाहिँ पिएमबाट स्टार्ट हुनेछ र यसमा हामी लगइन गरेर जिमेल र पासवर्ड क्रिएट गरेर हामीले टिकट पर्चेस गरेको छौँ र 1 डे बिफोर नै हामीले पर्चेस गरेर चाहिँ हामीले प्रिपेयर भएर त्यो डेट चाहिँ हामी चाहिँ चिबा पुग्यौँ र अघिल्लो डे टिकट काटेर भोलिपल्टै हामी चाहिँ चिबा पुग्यौँ। 3 PM to 3 PM तिर हामी चाहिँ चिबातिर गयौँ र हामीलाई भोक लागेको थियौँ। हामी नेपाली रेस्टुरेन्ट पनि गयौँ र त्यो खाएर आएपछि हामीले यो सनसेट पनि अवलोकन गर्ने अवसर पायौँ है नजिकै। यहाँ चाहिँ एकदमै राम्रो सनसेट देखिँदो रहेछ है। अनि हामी अलिकति वाक गरेर त्यहाँ सनसेट हेर्ने ठाउँसम्म अलिकति 5 मिनट जति वाक गरेर हामी यो ठाउँमा पुग्यौँ। एकदम बबाल देख्दो रहेछ यो ठाउँबाट होइन। अनि केही फोटोहरू क्लिपहरू है, यो चाहिँ अनएक्सपेक्टेड नै भयो है, किनभने यो चाहिँ हामीले त्यहाँ छ भने थाहा नै थिएन यो सनसेट हेर्न पाइन्छ भनेर। फाइनली हामीले हेर्न पायौँ। त्यसपछि हामी सपिङ सेन्टरतिर पनि जानेछौँ, हल्का सपिङ त्यहाँको नजिकै केही लालापुर मलतिर चाहिँ यहाँ इन्ट्री गरेर चाहिँ केही रिङहरू पनि किनेर चाहिँ अब हामी फ्लोर भिजिट गऱ्यौँ के रहेछ माथि फ्लोरमा। सिनेमा हल पनि रहेछ। अब सिनेमा हलको लागि चाहिँ हामीसँग अहिले टाइम छैन किनभने हाम्रो 10 बजेको सो छ ड्रोन सो है। र हामी रेस्ट पनि गर्नुपर्छ, हामी थाकिएको छौँ होइन। लङ ड्राइभ पनि गरेर 2.5 आवर ड्राइभ गरेर आएर अनि हामी यस्तो चिसो मौसममा चाहिँ हिँडिराखेको छौँ होइन। हिँड्ने हेबिट नै छैन, त्यो कारणले हामी टायर्ड भइहाल्छौँ है। 30 मिनट पनि हिँडेन हामी, यसो हिँड्यो भने पनि हामी थाक्छौँ, हाम्रो बडी एकदमै विक छ। अनि लालापुरतिर केही सपिङ गरेर हामी गाडीमा एकछिन रेस्ट गरेर फेरि हामी होइन अब 1 आवर बिफोर नै एकचोटि लाइन लाग्नुपर्छ कि होइन। ड्रोन सो हुने ठाउँमा चाहिँ हामी चाहिँ हेर्न गएको थियौँ न, कस्तो लाइन लाग्ने हो कि अगाडि जानु पाउनु हो कि होइन। प्रिपेयर चाहिँ भएको हुनुपर्छ कि अगाडि नै गएर हामीलाई केही पनि थाहा थिएन। त्यस कारणले हामी हाम्रो गाडी पार्किङ गरेको एरियाबाट 10 मिनट लाग्थ्यो र यो रेस्ट्राकसम्म जानलाई। अनि हामी त्यहाँ गएर हेरौँ, फाइनल गरौँ होइन। के अरे इन्ट्री डेट चाहिँ अब 9 बजी लेखेको थियो, तर हामी 8 बजी नै त्यहाँ चाहिँ चेक गर्न पुगिसकेका थियौँ। र स्टाफले रेड क्लिफ स्टाफले चाहिँ हामीलाई फर्काएर चाहिँ हामी म्यापबाट हेरेर जाँदाखेरि तपाईँहरू अलि धेरै अगाडि बढिसक्नुभयो, तपाईँ अलि अगाडि यता नआउनुहोस्, अझै फर्केर जानुहोस् भनेर हामीलाई यतातिर यो फुनाबासीको रेस्ट्राक यो अहिले देखिरहेको छ नि हो त्यतातिर जानुहोस् भनेर फर्कायो कि त्यहाँबाट भित्र छिर्नुहोस् भनेर देखायो। अनि हामी फेरि फर्क्यौँ है। अनि पछि फाइनल्ली है हामी त्यहाँ कम्पनीतिर कफी खायौँ होइन। अनि ओपन हुने टाइमसम्म चाहिँ त्यहाँ यत्रो ड्रोन सोमा पनि हामीले मान्छेहरूको लाइन नै देखेन, एकदम कम देख्यौँ। किन होला भनेको धेरै हामी त लाइन त बसेको थिएनौँ न, कम्पनीमा कफी खाँदै बसिरहेका थियौँ। तर 2-4 जना लाइन 10-12 जना लाइन देखेपछि हामी त्यहाँ गएको थियौँ। तर रङ म्यासेज दिएको रहेछ रेड क्लिफले चाहिँ, हामीलाई पनि फर्काएको थियो पहिला। त्यहाँ नभएर त्यहाँ एकजना पछि फेरि रेड क्लिफको स्टाफ आएर लाइन लागेको धेरैजना देखेर त्यहाँ होइन भनेर यता यो एरियामा देखायो। हामी त्यतातिर गएर यहाँबाट अब हामी लाइन लागेर हामी यहाँ जाँदा त फेरि यति धेरै मान्छेहरू देख्यो कि हामी त्यति अगाडि आएर पनि लाइन चाहिँ लास्टमा बस्नु पऱ्यो। किन भन्दा रेड क्लिफ मान्छेले नै तपाईँहरू छिटो आउनु भयो, यहाँबाट छिटो होइन अगाडिबाट छिर्नुहोस् भन्यो र अरूहरूलाई पनि सायद त्यही भनेको थियो होला मिस्टेकली त्यहाँ चाहिँ। तर मान्छे चाहिँ यताको तुलनामा चाहिँ डेस्टिनेसन मेन पोइन्टबाट चाहिँ त्यहाँ चाहिँ मान्छे थोरै नै देखेको थियो। कस्तो सो होला, कति थोरै मान्छे, इन्फर्मेसन नपुगेको होला भन्ने लाग्थ्यो क्या। तर स्टाफको इन्फर्मेसनै गलत रहेछ। फाइनल चाहिँ भयो भने हामी लास्टमा पनि हतारमा
लाइनबाट हामी पास भइसकेका छौँ होइन टिकट पनि सो गरिसकेको छौँ र फुनाबासीबाट हामी लिफ्टबाट चढेर अब हामी बिल्डिङतर्फ जाँदैछौँ बिल्डिङतर्फ चाहिँ लिफ्टमा जाँदैछु है लिफ्टबाट चाहिँ बाहिर देखिने सिनहरू हो नाइट सिन होइन एकदम एक्साइटेड छौँ होइन यो ड्रोन सो चाहिँ मेरो जापान आएको यति 10 वर्ष बढी नै भइसकेको छ तैपनि मेरो फर्स्ट टाइम हो फायर वर्क्सहरू चाहिँ हेरिराखेको छु तर ड्रोन सो चाहिँ न्यु इयरको लागि चाहिँ मेरो यो फर्स्ट टाइम हो त्यही भएर एकदम एक्साइटेड भएर नै यो चाहिँ इमिडिएटली प्लान बनाइयो किनभने भोलिपल्ट सो छ अघिल्लो दिनको मर्निङमा नै पर्चेस गरेको भनौँ न 12-1 बजीतिर पर्चेस गरेको थियो 12 क्रस गरेपछि त मर्निङमै पर्चेस गरेको जस्तो त भयो होइन अघिल्लो डे भनेको नाइटमा नै पर्चेस गरेर चाहिँ अनि हामी फाइनली पुगेर चाहिँ अब हामीले सिट चाहिँ पाइँदैन भन्ने भयो है किनभने हामी अगाडि आएर पनि ब्याड लकले त्यो मिस्टेक भनेको कारणले चाहिँ सिट पाउँदैन धेरैजनाले अगाडि आउनेहरूले सिट कभर गरिसक्यो होला सिट बुकिङ गरिसक्यो होला भनेर चाहिँ हामी चाहिँ त्यही पनि केही ठाउँहरू बाँकी भएर हामी बसिहाल्यौँ है जहाँ अगाडि उभिएको ठाउँमा सिट थियो त्यहाँ बसिहाल्यौँ र बाहिर चिसो भएको कारणले कफी पनि खाऊँ भनेर फेरि कफी ड्रिङ्कहरू केही तातो हट वाटर जे हुन्छ हामी खोज्न गयौँ टोयलेट गयौँ होइन अनि त्यहाँको भित्र कस्तो के छ होइन सबै हामी हेर्न फेरि भित्रतर्फ लाग्यौँ र भित्रतर्फ लागिसकेपछि त्यहाँ चाहिँ पर्फर्मेन्सहरू दिइरहेको एकजना व्यक्ति पनि देखियो होइन तर हाम्रो चाहिँ अब हाम्रो टोयलेट कता छ त्यो हेर्नु थियो र ड्रिङ्कहरू खोज्नु थियो होइन त्यहाँ पर्फर्मेन्स दिइरहेको मान्छे चाहिँ त्यहाँ हेर्न सक्नुहुन्छ अनि त्यसपछि यहाँ हामीले एकछिन यहाँ पनि फोटो खिचौँ भनेर यहाँ खिच्यो होइन जसले चाहिँ क्यामेरा अगाडि बनाएको छ उसलाई चाहिँ फोकस गरेर चाहिँ एकदम खासी किदो भन्दै थियो कि अब म फोटो खिच्न यतिजनाले खिच्नुहुन्छ भने मैले सोचेको थिएन भने त्यहाँ भनिरहेको थियो अनि त्यसपछि फेरि हामी टोयलेट गएर त्यहाँ केही फोटोहरू खिचेर अनि कफी लिएर अनि हामी यहाँ बस्यौँ फाइनल्ली यो सोको लागि स्टार्ट भइसकेको छ है अनि यसरी स्टार्ट भयो कि है स्टार्ट भयो एज ए फोर्थ म्यान जस्तो छ है एकदमै माइन्ड चाहिँ ब्लोइङ हुने टाइपको यो पिक्चर देखाइरहेको छ र अनि त्यसपछि कलरहरू चेन्ज हुँदै गइरहेको छ अनि कसले बिग साइजमा गइरहेको छ हेर्न सक्नुहुन्छ स्मुथली यति धेरै चाहिँ होइन भिडियो खिच्नु पनि हामीलाई फेरि ऊ लाग्यो कि लास्टमा राम्रो सो ड्रोन सो हुँदाखेरि चाहिँ मोबाइल अफ हुने कि होइन भनेर चाहिँ अनि एकदम डाउट भइरहेको थियो अनि सट्ट यति खिचेर अनि फेरि हामीले नेक्स्ट हेऱ्यौँ नेक्स्ट चाहिँ यस्तो थियो साउन्ड गोपाल 2026 चाहिँ हामीले यसरी वेलकम गरेका थियौँ अघिल्लो दिन हामी चिबा पुग्यौँ भन्नाले 31मा चिबा पुगेर त्यही नाइट 12 बजेपछि त 2026 हुने हो नि त 2026 हुनुभन्दा केही अगाडि चाहिँ हामी पुगेका थियौँ चिबा र हामीले 2026लाई यसरी वेलकम गऱ्यौँ ड्रोन सोबाट होइन 12 बजे अझै हामीले ड्रोन सो 12 बजेको सेकेन्ड पार्ट छ यो चाहिँ फर्स्ट पार्ट हो 12 बजी सकेको छैन
र अब चाहिँ हाम्रो ब्रेक भयो है 20 मिनट 22 बाट स्टार्ट भयो 22 PM बाट स्टार्ट भएर 20 मिनटमा चाहिँ त्यो सो भयो अनि त्यसपछि त यति लामो ब्रेक भयो कि हेर्नुहोस् है अनि सेकेन्ड पार्टमा चाहिँ 23:50 चाहिँ स्टार्ट हुने रहेछ भन्नाले त्यो 10 मिनट बिफोर चाहिँ प्रिपेयर गरेर स्टार्ट गर्दो रहेछ ह्याप्पी न्यु इयर सो चाहिँ त्यो लास्टको पार्ट 2 चाहिँ बुबालाई हुनेवाला छ र अब हामीले चाहिँ यहाँ अरू चाहिँ फुडहरू चाहिँ स्ट्रिट फुडहरू चाहिँ बाई गरेर चाहिँ इन्जोय गर्दैछ होइन कसैले चाहिँ बियर लिँदै हुनुहुन्छ होइन कसैले हट कफी कसैले रामेन होइन कसैले ओदोन होइन अब यहाँ फ्रान्डो हामीले चाहिँ यो ससेस लिग्यौँ अनि त्यसपछि कफी लिग्यौँ अनि त्यसपछि चिसो थियो होइन अनि त्यसपछि हट वाइन पनि लिएर फाइनल्ली यति लेट भयो कि होइन यति लाइन लाग्दा लेट गऱ्यो कि त्यो सपमा होइन हामी त्यो जाने पोसिबल भयो कि 5 मिनट लेट नै भयो क्या अनि त्यसपछि मात्र हामी चाहिँ फेरि खाना लाँदै चाहिँ हातमा बोकेर हामी आफ्नो सिटतर्फ जाँदैछौँ है किनभने यो सेकेन्ड टाइम चाहिँ हामी छुट्नु नै हुन्न थियो तर बाहिर चाहिँ फुड चाहिँ हामीले लिएको भएर थियो होइन फुड दिनु यति टाइम लाग्यो कि लाइन नै धेरै बढ्यो त सबैजना सोध्दै थियो हामी डिस्टर्ब गऱ्यो जस्तो लाग्यो तर अलिकति उहाँहरूलाई चाहिँ रिक्वेस्ट गरेर चाहिँ सरी भन्दै हामी चाहिँ आफ्नो सिटतर्फ जान सफल भएर यो भिडियो क्लिप पनि खिच्न सक्नु स्टार्ट भइहाल्यो Six, 5, 4, 3, 2,